नमस्कार। अनलाइन ड्रिम युट्युब च्यानल हेरेर बस्नुभएका तपाईँ सम्पूर्णमा ज्ञान अभिवादन। आज पनि एउटा नयाँ श्रृङ्खला लिएर उपस्थित भइसकेको छु र आज चाहिँ म इमेज सम्बन्धी भिडियो बनाउन कोसिस गरिरहेको छु र आजको हाम्रो भिडियो रहनेछ इमेजमा र छात्रवृत्ति कसरी सेटअप गर्ने भन्ने विषयमा छोटो भिडियो लिएर उपस्थित भएको छु। लागौँ अब आजको भिडियोतर्फ। सबैभन्दा अगाडि हामीले क्रोम खोल्नुपर्ने हुन्छ। क्रोम ब्राउजरबाट अब क्रोममा गइसकेपछि यहाँ सर्च बारमा तपाईले इमेज लेख्नुभयो भने पनि आइहाल्छ। यहाँ इमेज टाइप गर्नुभयो भने यसरी आउँछ। यो इन्टरफेस देखिसकेपछि यहाँनिर क्लिक गर्नुहोस् अनि त्यसपछि आफ्नो यहाँनिर लगइनमा गइसकेपछि यहाँनिर आफ्नो युजर नेम त्यसै गरी पासवर्ड लगाउनु होला। यहाँनिर चाहिँ तपाईले क्याप्चा लगाउनु पर्नेछ। क्याप्चा यो भर्खरकै अपडेट हो र यसमा चाहिँ तपाईको क्यापिटल लेटर मात्रै हुन्छ। अहिले भर्खरकै अपडेट अनुसार चाहिँ अहिलेसम्म मैले गर्दाखेरि क्यापिटल लेटर मात्रै छ। यो क्याप्चाको टाइम चाहिँ ठ्याक्कै 1 मिनट हुन्छ, 60 सेकेन्ड हुन्छ र तपाईले क्याप्चा यहाँनिर इन्टर गरिसकेपछि क्याप्चा यहाँनिर यो क्यारेक्टरहरू तपाईले लगाइसकेपछि लगइन गर्नु होला। लगइन गर्ने बित्तिकै यसरी तपाईको इमेज खुल्छ। हामी ड्यासबोर्डमा आइसकेका छौँ। अब ड्यासबोर्डमा आइसकेका छौँ। अब हामी चाहिँ आज छात्रवृत्तिको काम गर्ने भएको हुँदाखेरि स्टुडेन्ट रेकर्डमा क्लिक गर्नुपर्ने हुन्छ। स्टुडेन्ट रेकर्डमा क्लिक गर्नुहोस्। त्यसपछि स्कलरसिप भन्ने हुन्छ, स्टुडेन्ट इन्फर्मेसनको मुनि त्यसमा तपाईले क्लिक गर्नुहोस्। क्लिक गरेपछि यहाँनिर वर्ष छान्नुहोस् 2082 भएको। त्यसपछि सिलेक्ट क्लास भन्ने हुन्छ। म एउटाको मात्रै भिडियो बनाएर देखाउँछु आज यहाँहरूलाई। यहाँ म क्लास 2 छान्छु। क्लास 2 मा लोड गर्नुहोस्। त्यति गरेपछि अब यहाँनिर चाहिँ तपाईले के गर्नुपर्छ भने यहाँनिर जति पनि महिलाले मात्रै पाउँछ, पुरुषले पाउँदैन। त्यसैले नपाउनेलाई चाहिँ नो स्कलरसिपमा तपाईले सुरुमै के गर्नुहोस्, क्लिक गरिदिनुहोस्। तपाईले एडिट अप्सन छुनुपर्छ। यहाँनिर एडिटमा छुइसकेपछि चाहिँ तपाईले त्यसपछि यहाँनिर चाहिँ जसले पाउँछ उनीहरूको मात्रै छान्नुपर्ने छ। त्यसैले गर्दाखेरि म नपाउनेलाई चाहिँ छात्रहरूले जहाँ जहाँ मेल लेखेको छ त्यसलाई चाहिँ म यसरी यता टिक लगाउँछु। यहाँ पनि मेल छ, यहाँ पनि मेल छ, यहाँ पनि मेल, यहाँ पनि मेल, अलिक तलतिर सारौँ, यहाँ पनि मेल र यहाँ पनि मेल। अब यो नपाउनेहरूलाई हामीले टिक लगाइसकेका छौँ। अब उता टिक नो स्कलरसिपमा हामीले टिक लगाइसकेपछि अब यहाँनिर चाहिँ यो आशु लिम्बू चाहिँ के हो त भन्ने छ। यहाँ आशु लिम्बूको ठाउँमा चाहिँ तपाईँले गैर आवासीय लेख्नु होला। यो आवासीय भनेको चाहिँ विद्यालयमै बसेर त्यहीँनिर पढ्ने खाने व्यवस्था भएकोले आवासीय भनिन्छ। त्यसैले गर्दाखेरि तपाईँले गैर आवासीय, यो विद्यार्थी विद्यालय बसेनन्, घरैबाट स्कुल जान्छ। यो आवासीय तपाईँले क्याटेगोरी सिलेक्ट गरिसकेपछि यहाँनिर यहाँ देखाउँछ। अब यहाँनिर के हो भन्ने कुरा देखाउँछ। अब क्यान्डल भर्ने भन्ने कुरा चाहिँ यहाँनिर अहिले कक्षा 1 देखि 5 सम्म मात्रै दिन्छ। यो कक्षा 1, 2 मा पढ्ने भएको हुँदाखेरि म कक्षा 1 देखि 5 लाई सिलेक्ट गरिदिन्छु। सक्यो। अब त्यसपछि अर्को छ यहाँनिर, त्यसै गरी अर्को पनि विद्यार्थी रहेको छ। यहाँ त्यसलाई पनि गैर आवासीय गरौँ। अब यहाँनिर फेरि सिलेक्ट अप्सन देखाएको छ। यहाँनिर चाहिँ अब थुप्रै छ नि त, अघि हामीले भने जस्तै यहाँनिर चाहिँ मुक्त कमलरी हो कि छात्रा 1-5 हो कि दलित 1-5 हो कि त्यसपछि मुक्त कमलरी 9-10 हो कि होइन, अपाङ्ग सहयोगी सहायता सेवा भन्ने छ, अपाङ्गताका लागि यातायात सेवा छात्रवृत्ति भन्ने छ, शहीदको छोराछोरी हो भन्ने छ, छात्रा कर्णाली प्याकेज कक्षा 1-5 भन्ने छ, अपाङ्गताका लागि शैक्षिक सामग्री भन्ने छ, विपन्न लक्षित अति सीमान्तकृत द्वन्द्व पीडित लक्षित समूह 1-5 मुक्त कमलरी 11-12 भन्ने छ। तीमध्ये यी विद्यार्थी पनि यहाँनिर छात्रा 1-5 मै सिलेक्ट गर्नुपर्ने हुन्छ। किनभने यी विद्यार्थी घरै बसेर जान्छे, यो अरू कुनै नभएर छात्रा मात्रैबाट मात्रै पाउने हो। अब त्यसपछि यहाँनिर तल जाउँ। यहाँ पनि छ जहाँ भने उसको पनि त्यही हो। यहाँनिर मैले छान्नुपर्ने त्यही हुन्छ, अरू कुनै नभएर यही हो उनको, यो छात्रा 1-5 नै हो। अब त्यसपछि तलतिर जाउँ। फेरि त्यहाँ पनि गैर आवासीय, यो विद्यालयमा चाहिँ कोही पनि आवासीय पनि छैनन्। त्यसैले यो विद्यालय आवासीय विद्यालय नभएको हुँदाखेरि गैर आवासीयमै छान्नुपर्ने हुन्छ। अनि त्यसपछि यहाँ कुनै अप्सन अरू कुनै नभएर यी पनि छात्रा 1-5 नै हुन्। अब यति गरिसकेपछि यो सेभ भन्ने अप्सनमा तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। यहाँनिर सबै विवरण ठिक छ भने मैले यहाँनिर सेभ गरिदिएँ। यो सेभ गरिदिएँ। सेभ गरिसकेपछि सक्यो, हाम्रो काम यो सक्यो। अब फेरि गर्नु पर्यो भने यहाँनिर कुनै सच्याउनु पर्यो भने यहाँ एडिटमा सच्याउन सकिन्छ। अब हामीले स्कलरसिप त भर्यौँ,
अब हामीले पालिका नै पठाउनु पर्ने हुन्छ। पालिकामा पठाउनको लागि चाहिँ यहाँनिर रिक्वेस्ट फर्म भन्नेमा क्लिक गर्नुहोस्। रिक्वेस्ट फर्ममा क्लिक गरिसकेपछि यहाँ तल छ स्कलरसिप भन्ने छ, स्कलरसिप फर्म भन्ने छ, यहाँनिर तपाईँले क्लिक गर्नुहोस्। स्कलरसिपमा क्लिक गरिसकेपछि यस्तो आउँछ। यहाँनिर लोड गर्नुभन्दा अगाडि यहाँनिर वर्ष छान्नुहोस्, यसो गरिदिनुहोस्। त्यसपछि यहाँनिर लोड गरिदिनुहोस्। लोड गरिसकेपछि यहाँनिर कस्तो अप्सन आउँछ भने तपाईँले यहाँ देख्न सक्नुहुनेछ छात्रा कर्णाली प्याकेजमा 0 छ है। अब छात्रा 1-5 मा 9 जना भए, किनभने अघि हामीले भरेका छौँ नि त, कक्षा 1 र 2 त भरिसक्यो। कक्षा 1 र 2 मा भर्दाखेरि यो स्कुलमा 9 जना भए, 400 का दरले 3600 प्राप्त गर्ने भए। अब लक्ष्य समूहको चाहिँ 500 का दरले पाउँथ्यो, कुनै विद्यार्थी छैन। त्यसपछि दलितमा 400 का दरले पाउँथ्यो, कुनै विद्यार्थी। यो कक्षासम्म अहिले हामीले भरिन्जेलसम्म कक्षा 1 र 2 मैले भरिसकेको छु, त्यसो हुँदाखेरि यहाँ कुनै छैन। त्यसपछि मुक्त कमलरी 1500 का दरले पाउँथ्यो ती विद्यार्थीले, त्यहाँ पनि छैन। मुक्त कमलरी 9-10 कोले 1800 का दरले पाउँथ्यो, ऊ पनि छैन। त्यसपछि मुक्त कमलरी कक्षा 11-12 कोले 5000 का दरले पाउँथ्यो, कोही नभएपछि। अनि अपाङ्गता शैक्षिक सामग्रीकाले 1000 पाउँथ्यो, छैन। त्यसपछि अपाङ्गताका लागि यातायात सेवा भन्ने थियो 3000 पाउँथ्यो, त्यो पनि छैन। कुनै विद्यार्थी नभएको हुँदाखेरि यहाँनिर 0 देखाएको छ जम्मा रकममा। अपाङ्गताका लागि सहयोगी सहायता भन्ने छ 5000 छ, त्यो पनि छैन। विपन्न लक्षितमा छैन, यहाँ कुनै दर रेट तोकेको छैन। त्यस द्वन्द्व पीडितमा 500 का दरले पाउँथेछ, ती विद्यार्थीको पनि कुनै सङ्ख्या नभएको हुँदाखेरि 0 छ। अति सीमान्तकृत भन्नेमा पनि 0 छ। अब गैर आवासीय कुल जम्मा भनेको छ त्यहाँनिर 3600 छ। अब अपाङ्गता 50000 पाउँछ, अपाङ्गता त्यो चाहिँ आवासीय हो, त्यहाँ छैन। त्यसपछि जम्मा रकममा छैन, कमलरी छैन, दर 5000 भएको। यहाँ कुनै पनि नभएको हुँदाखेरि यो विद्यालयले चाहिँ जम्मा 3600 मात्रै पाउँदैछ यतिखेरसम्ममा। अब यो चाहिँ कक्षा 1 र 2 मात्रै भरिएको छ, त्यसो हुँदाखेरि यति मात्रै रकम निस्क्यो। अब यति गरिसकेपछि तपाईँले यहाँबाट प्रिन्ट गर्न सक्नुहुन्छ है। यहाँ यसो गरेपछि तपाईँले यहाँनिर प्रिन्ट सेक्सनमा गएर प्रिन्ट क्लिक गर्नुभयो भने यहाँनिर चाहिँ प्रिन्ट गर्न सक्नुहुन्छ र यहाँनिर सेभ एज अ ड्राफ्ट पनि गर्न सक्नुहुन्छ। तपाईँको यहाँ प्रिन्टर छ भने प्रिन्टरमा क्लिक गरेर प्रिन्ट डाइरेक्ट गर्न सक्नुहुनेछ। अब यसलाई म क्यान्सल गर्छु र यति गरिसकेपछि तपाईँको सबै डाटा ठिक छ भने तपाईँले यहाँनिर सेन्ड टु पालिकामा क्लिक गर्नुहोस्। सेन्ड टु पालिका गरिसकेपछि तपाईँले एडिट गर्न सक्नुहुन्छ, त्यो विवरण चाहिँ तपाईँले सच्याउन सक्नुहुन्न। त्यसैले यो चाहिँ एकदम ध्यानपूर्वक मात्रै सेन्ड टु पालिका गर्नुहोला। त्योभन्दा अगाडि प्रिन्ट गर्नुहोस्, हेर्नुहोस्, एक्सपोर्ट गर्नुहोस्। एक्सपोर्ट गर्नुभयो भने तपाईँले चाहिँ एक्सलमा त्यहाँ विवरण सच्याउनु हेर्न सक्नुहुनेछ। त्यसपछि प्रिन्ट गर्नुभयो भने तपाईँले त्यहाँनिर सफ्ट कपी हार्ड कपी राख्न सक्नुहुन्छ विद्यालयमा। र त्यसपछि अब तपाईँले यो सेन्ड टु पालिका गर्नुभन्दा अगाडि अनिवार्य रूपमा प्रिन्ट गर्नुहोस्, विद्यालयमा हार्ड कपी राख्नुहोस् र माथि नै पठाउनु पर्नेछ पालिकामा पनि। यसो गरेपछि तपाईँले छात्रवृत्ति माग गर्न सक्नुहुनेछ। जम्मा 2वटा कक्षा मात्रै मैले सेभ गरेर कसरी स्कलरसिप चाहिँ भर्न सकिन्छ भन्ने विषयमा छोटो भिडियो रहेको थियो। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट बक्समा गएर तपाईँले सल्लाह सुझाव पेश गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। फेरि पनि अर्को भिडियोमा भेट्ने बाचाका साथ यहाँहरूबाट बिदा हुन चाहन्छु। यहाँको पल शुभ रहोस्। धन्यवाद, नमस्कार।